नमस्कार साथीहरू, यो भन्दा अघिल्लो भिडियोमा हामीले बीबीएस सेकेन्ड इयर अन्तर्गत रहेको फाइनान्स सब्जेक्टको सिलेबस बारे छलफल गरेका थियौं। कुन कुन च्याप्टरबाट कति मार्क्सको क्वेशनहरू आउँछन् र कुन कुन च्याप्टरबाट थ्योरी र न्युमेरिकल क्वेशनहरू आउँछन् भन्ने विषयबारे छलफल गरेका थियौं। यदि त्यो भिडियो हेर्नु भएको छैन भने युट्युब च्यानलमा गएर हेर्नुहोला। र आजको यस भिडियोमा उक्त विषयको पहिलो च्याप्टर अथवा चाहिँ इन्ट्रोडक्सन टु फाइनान्शियल म्यानेजमेन्ट भन्ने च्याप्टर, जुन च्याप्टरबाट थ्योरी क्वेशनहरू आउँछ कम्पलसरी रूपमा, कि त 10 मार्क्समा कि त 15 मार्क्समा 100% थ्योरी क्वेशन आउँछ। र चाहिँ यो उक्त च्याप्टरमा रहेर कुन कस्ता खाले 2 मार्क्समा क्वेशन कस्तो आउँछन् र लङ क्वेशनमा कस्तो क्वेशन आउँछन् भन्ने बारे आज छलफल गर्न गइरहेका छौं। र यसै गरी सबैभन्दा पहिला भेरी सर्ट क्वेशन अथवा चाहिँ ब्रिफ एन्सर क्वेशन चाहिँ कस्तो क्वेशन आउँछन् र यी क्वेशनहरू चाहिँ पहिलाको एक्जाममा पनि आइसकेका क्वेशनहरू हुन्। ल सबैभन्दा सुरुमा जाउँ, व्हाट इज फाइनान्शियल म्यानेजमेन्ट भन्ने छ। यो चाहिँ 2081 को पार्शियल एक्जाममा पनि आइसकेको क्वेशन है। अनि फाइनान्शियल म्यानेजमेन्ट भनेको के हो त? अब हेरौँ, कुनै पनि संगठनको एउटा निर्दिष्ट उद्देश्य हुन्छ र त्यस्ता उद्देश्य प्राप्त गर्नको लागि आवश्यक पर्ने वित्तीय स्रोतहरूको छनौट गर्ने र उपलब्ध स्रोतहरूको प्रभावकारी उपयोग गर्ने कार्यसँग सम्बन्धित विषय नै के हो त? वित्तीय व्यवस्थापन हो। अथवा चाहिँ वित्तीय व्यवस्थापनलाई के पनि भनिने रहेछ त? म्यानेजरियल फाइनान्स र बिजनेस फाइनान्स, व्यावसायिक वित्त र चाहिँ व्यवस्थापकीय वित्त भनेर पनि वित्तीय व्यवस्थापनलाई चिनिने रहेछ। के रहेछ त फाइनान्शियल म्यानेजमेन्ट भनेको कुनै पनि संगठनको निर्दिष्ट उद्देश्य हुन्छ र त्यस्ता उद्देश्य प्राप्ति गर्नको लागि आवश्यक पर्ने वित्तीय स्रोतहरूको छनौट गर्ने र उपलब्ध स्रोतहरूको प्रभावकारी रूपमा उपयोग गर्ने कार्यसँग सम्बन्धित विषय नै के रहेछ त? वित्तीय व्यवस्थापन रहेछ भन्ने कुरा बुझ्नु पर्यो है। र चाहिँ यसै गरी अर्को क्वेशन रहेको छ, वाइ डु यु स्टडी फाइनान्शियल म्यानेजमेन्ट भनेको छ। फाइनान्शियल म्यानेजमेन्ट हामी किन पढ्छौँ त भन्दाखेरि चाहिँ यसको छोटो एन्सर यसरी बुदागत रूपमा लेख्यो भने अझ चेक गर्नेलाई सजिलो हुन्छ। र हेरौँ, वित्तीय व्यवस्थापन व्यवसायको आर्थिक पक्षलाई व्यवस्थित गर्ने प्रक्रिया हो। यसलाई अध्ययन गर्नुका मुख्य कारणहरू के छन् त हेरौँ है। पुँजीको उचित व्यवस्थापन गर्नु, पुँजीको उचित व्यवस्थापन गर्नलाई, नाफा वृद्धि गर्नलाई, खर्च नियन्त्रण गर्नलाई, सही लगानी निर्णय लिनलाई र व्यवसायको आर्थिक अवस्था मजबुत बनाउनको लागि हामी चाहिँ फाइनान्शियल म्यानेजमेन्टको अध्ययन गर्छौँ भनेर चाहिँ यसरी उत्तर दिन सकिन्छ। र त्यसै गरी एउटा यो क्वेसन, यो पनि एक्जाममा आइसकेको क्वेसन हो। इन्डिकेट द प्लेस अफ चिफ फाइनान्शियल अफिसर इन एन अर्गनाइजेसनल स्ट्रक्चर भनेको छ। अब प्रश्नमा चाहिँ साधारण रूपमा हेर्दाखेरि के यो त स्ट्रक्चर मात्रै खोजेको छ नि त, तर चाहिँ हामीले अलिकति ब्याकग्राउन्ड लेखेर स्ट्रक्चर बनाइदियो भने, किनकि स्ट्रक्चर संरचना मात्रै बनाउँदाखेरि 2 नम्बर नआउन सक्छ नि त होइन। यति लेखेपछि यसको 1 नम्बर आउँछ, यसको 1 नम्बर आउँछ। र यो भनेको चाहिँ फेरि यहाँ जे छ त्यही एक्सप्लेन गरेको है। जस्तै चिफ फाइनान्शियल अफिसर, CFO संस्थाको उच्च तहको वित्तीय अधिकारी हो। CFO सामान्यतया चिफ एक्जिक्युटिभ अफिसर CEO हुन्छ नि कम्पनीको, त्यो CEO अन्तर्गत रहन्छ र वित्तीय विभागको सञ्चालन र नियन्त्रण गर्ने कार्य गर्दछ। अब भनेको चाहिँ के त CEO को अन्तर्गत रहन्छ भनेपछि सुरुमा CEO हुने भयो, त्यसपछि CFO हुने भयो, त्यो CFO अन्तर्गत के त अकाउन्टिङ डिपार्टमेन्ट, बजेट डिपार्टमेन्ट, क्यास म्यानेजमेन्ट डिपार्टमेन्ट यिनीहरू हुने भयो। यसरी फर्मेट बनाइदिँदा झट्ट भइहाल्यो है। अनि त्यसपछि यहाँनिर के भनेको छ भने अर्को क्वेसन, लिस्ट इम्पोर्टेन्ट फाइनान्शियल म्यानेजमेन्ट ल अब 4 नम्बर क्वेसनमा के भनेको छ भने लिस्ट इम्पोर्टेन्ट फाइनान्शियल म्यानेजरियल फङ्सन भनेको छ। अब यो इम्पोर्टेन्ट भन्ने बित्तिकै हामी फेरि महत्त्व सम्झिन्छ, त्यो भनेको होइन, यो फङ्सन नै सोधेको हो। फाइनान्शियल म्यानेजरियल फङ्सन खोजेको, महत्त्वपूर्ण फाइनान्शियल म्यानेजरियल फङ्सन भनेको कार्यहरू सोधेको छ है यहाँ, त्यही भएर विचार गर्ने है। अब त्यसपछि चाहिँ अब म्यानेजरियल फाइनान्सले व्यवसायको आर्थिक गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्न मद्दत गर्दछ। यसका मुख्य कार्यहरू निम्नानुसार छन्। महत्त्वपूर्ण कार्यहरू सोधेको हो कि, महत्त्व सोधेको होइन कि महत्त्वपूर्ण कार्यहरू, ठिक छ। लगानी सम्बन्धी निर्णय लिन, वित्त व्यवस्था गर्न होइन, अनि लाभांश निर्णय गर्न, अनि त्यसपछि नगद तथा कार्यशील पुँजी व्यवस्थापन गर्न चाहिँ यसको चाहिँ के त गर्नु, यसको चाहिँ कार्यहरू भयो है। अनि त्यसै गरी अर्को क्वेसनमा छ हाम्रो, अर्को क्वेसन के छ, लिस्ट इम्पोर्टेन्ट रुटिन फाइनान्स फङ्सन भनेको छ। यो रुटिन फाइनान्स फङ्सनहरू सोधेको है, फङ्सन सोधेको हो। अनि त्यसपछि फाइनान्शियल म्यानेजमेन्टले व्यवसायको दैनिक आर्थिक गतिविधिलाई व्यवस्थित र नियन्त्रण गर्न मद्दत गर्छ।
यसको कार्य निम्नानुसार प्रस्तुत गरिएको छ भन्ने। अनि नगद प्राप्ति र भुक्तानी व्यवस्थापन, त्यसपछि लेखा तथा अभिलेख राख्ने कार्य, बैंकिङ सम्बन्धी कार्य सञ्चालन गर्ने, बिलिङ र कलेक्सन व्यवस्थापन गर्ने, अनि दैनिक खर्च नियन्त्रण गर्ने। यी चाहिँ के का कार्य, रुटिन फाइनान्स फङ्सनहरू भए यी चाहिँ। र त्यसै गरी अर्को प्रश्न हेरौँ, वाट आर द ड्रब्याक्स अफ प्रोफिट म्याक्सिमाइजेसन भनेको छ। अनि यो भनेको चाहिँ नाफा अधिकतमकरणलाई वित्तीय व्यवस्थापनको पूर्ण उद्देश्य मानिँदैन। किन मानिँदैन भने चाहिँ यसका देय बमोजिमका कमजोरीहरू रहेका हुन्छन्। पैसाको कमजोरी के रहेछन् त भने पैसाको समय मूल्यलाई ध्यान दिँदैन भनेको, टाइम भ्यालु अफ मनीलाई यसले ध्यान दिँदैन, जोखिम र अनिश्चिततालाई व्यवस्था गर्छ, अनि दीर्घकालीन विकासभन्दा छोटो अवधिको नाफालाई मात्र ध्यान दिन्छ। अनि त्यसपछि नाफा बढाउन अनैतिक क्रियाकलापहरूलाई प्रोत्साहन गर्न सक्छ भनेको चाहिँ नाफा मात्रै वृद्धि गर्ने उद्देश्य भयो भने चाहिँ के हुनसक्छ त, अनैतिक कामहरूलाई चाहिँ गर्ने प्रोत्साहन पनि दिन सक्छ भन्ने भयो है। अनि अर्को क्वेसन छ यहाँ, वाट इज भ्यालु म्याक्सिमाइजेसन भनेको छ। भ्यालु म्याक्सिमाइजेसन भन्नाले कम्पनीको बजार मूल्य र सेयर धनीहरूको सम्पत्ति अधिकतम बनाउने वित्तीय व्यवस्थापनको मुख्य उद्देश्यलाई जनाउँछ। अब के हो त, भ्यालु म्याक्सिमाइजेसन भनेको भन्नाले के रहेछ त, सेयर धनीहरूको सम्पत्ति हुन्छ नि त्यसलाई चाहिँ अधिकतम बनाउने वित्तीय व्यवस्थापनको मुख्य उद्देश्यलाई जनाउने रहेछ। यसले जोखिम पैसाको समय मूल्य र दीर्घकालीन वृद्धिलाई पनि ध्यान दिने रहेछ हैन। त्यसै गरी अर्को क्वेसन छ, वाट इज प्रोफिट म्याक्सिमाइजेसन। प्रोफिट म्याक्सिमाइजेसन भनेको चाहिँ के हो त भन्ने, यसको फरक छुट्याउनु पनि आउँछ है फेरि लङ क्वेसनमा। डिफ्रेन्ट बिट्विन भ्यालु म्याक्सिमाइजेसन एन्ड प्रोफिट म्याक्सिमाइजेसन पछि आउँछ त्यो भिडियोमा। अनि यहाँ चाहिँ के छ त, प्रोफिट म्याक्सिमाइजेसन भन्नाले व्यवसायको मुख्य उद्देश्य सकेसम्म धेरै नाफा कमाउने लक्ष्यलाई जनाउँछ। हो, धेरै नाफा कमाउने लक्ष्यलाई चाहिँ के भन्छ, प्रोफिट म्याक्सिमाइजेसन भयो। यसमा आम्दानी बढाउने र खर्च घटाउने कुरामा ध्यान दिन्छ। यसले छोटो अवधिका नाफामा मात्र ध्यान दिन्छ र जोखिम पैसाको समय मूल्य तथा दीर्घकालीन वृद्धिलाई खासै ध्यान दिँदैन भनेको छ। यति परिचयमा चाहिँ यति लेख्दा भइहाल्यो होइन। अनि त्यसपछि कहिले यस्तो क्वेसन पनि सोध्यो हेर्नु त, वेयर डु फाइनान्स ग्रेजुएट मे सिक करियर अपर्च्युनिटी भनेर चाहिँ अब यसले फाइनान्सले चाहिँ अब चाहिँ कहाँ कुन सेक्टरमा चाहिँ करियर अपर्च्युनिटी दिन सक्छ, कुन क्षेत्रमा चाहिँ करियर अब भोलि चाहिँ हामी कुन सेक्टरमा काम गर्न सक्छौँ यो फाइनान्स पढेपछि भन्ने कुरा आयो। यो चाहिँ अलिकति आउट अफ सिलेबस जस्तो लाग्यो, तर त्यति पढिसक्यो चाहिँ लेख्न त सकिहाल्छ होइन। अब फाइनान्स ग्रेजुएट्सले चाहिँ निम्नलिखित क्षेत्रमा चाहिँ करियर अपर्च्युनिटी करियर पाउन सक्छ। अब के भन्ने, ब्याङ्क तथा वित्तीय संस्थाहरूमा पाउने भयो, बिमा कम्पनीमा पाउने भयो, सेयर बजार तथा लगानी संस्थाहरूमा पाउने भयो, र चाहिँ सरकारी तथा निजी कम्पनीको वित्त विभागमा चाहिँ पाउने भयो। र चाहिँ सर्ट क्वेसन यति याद गऱ्यो भने भइहाल्छ लगभग है। र त्यसै गरी अब लङ क्वेसनतिर जाउँ। लङ क्वेसनतिर चाहिँ मैले पनि यसरी अलग फर्मेटमा लेखेको छु यसको एन्सर चाहिँ। ल हेर्नु होला, क्वेसन नम्बर 1 मा चाहिँ यो क्वेसन पनि आइसकेको छ है, 2-3 चोटि क्वेसनमा आइसकेको छ। एक्सप्लेन द नेचर एन्ड इम्पोर्टेन्स अफ फाइनेन्सियल म्यानेजमेन्ट भनेको छ। अब फाइनेन्सियल म्यानेजमेन्ट के हो भनेर छोटो परिचय लेख्ने सुरुमा, अनि त्यसपछि यसका विशेषता के छन् भनेर यसरी बुदागत रूपमा सरर लेख्ने। बुदागत रूपमा लेख्यो भने अलिक सजिलो हुन्छ नि त होइन, चेक गर्ने मान्छेलाई पनि। र चाहिँ ल अब सरर म पनि पढेर सुनाउँछु। फाइनेन्सियल म्यानेजमेन्ट व्यवसायको आर्थिक पक्षसँग सम्बन्धित महत्त्वपूर्ण कार्य हो। व्यवसाय सञ्चालन गर्न आवश्यक रकम जुटाउने, यसको उचित उपयोग गर्ने र आर्थिक गतिविधिलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने काम वित्तीय व्यवस्थापनले गर्छ। कुनै पनि व्यवसायको सफलता र विकासका लागि वित्तीय व्यवस्थापन अत्यन्त आवश्यक मानिन्छ। यसका विशेषताले निम्नानुसार प्रस्तुत गरिएको छ भन्ने। अब यो निर्णयमुखी कार्य हो। कसरी निर्णयमुखी, किन निर्णयमुखी कार्य भने यसमा लगानी वित्तको स्रोत तथा वितरण सम्बन्धी निर्णय लिनुपर्छ। अब यो निरन्तर चलिरहने प्रक्रिया। कसरी निरन्तर चलिरहने प्रक्रिया हो त, जस अन्तर्गत योजना, नियन्त्रण र मूल्याङ्कन भइरहन्छ है, यो निरन्तर भइरहन्छ, त्यही भएर नियन्त्रण कार्य हो। यसले रकमको प्राप्ति र उपयोग दुवै पक्षलाई समेट्छ। अनि यो व्यवसायका अन्य विभागसँग सम्बन्धित हुन्छ, किनकि हरेक कार्यका लागि वित्त आवश्यक हुन्छ होइन। अनि त्यसपछि यसलाई कला र विज्ञान दुवै मानिन्छ। किन मानिन्छ भन्दाखेरि सिद्धान्तको प्रयोग पनि हुन्छ, अनुभवको प्रयोग पनि हुन्छ। सिद्धान्त प्रयोग हुने भएको हुनाले विज्ञान मानिने भयो, अनुभव प्रयोग भएको हुनाले चाहिँ यसलाई कला पनि मानिने भयो। यो लक्ष्यमुखी कार्य हो जसले व्यवसायको उद्देश्य प्राप्ति गर्न सहयोग गर्छ। ल त्यही भएर चाहिँ लक्ष्यमुखी कार्य भयो होइन।
अनि त्यसै चाहिँ यो गतिशील प्रकृतिको हुन्छ भने है, गतिशील प्रकृति किन गतिशील प्रकृतिको हुन्छ भने अवस्था र बजार अनुसार परिवर्तन भइरहने भयो हैन। अनि यसले चाहिँ व्यवसायको आर्थिक नियन्त्रण तथा समन्वय गर्ने कार्य गर्छ। त्यही भएर पनि यी चाहिँ यसका विशेषता भए। र त्यसै गरी वित्तीय व्यवस्थापनको महत्त्वलाई द्याए बमोजिम उल्लेख गरेको छ। यो चाहिँ यो महत्त्व पनि थियो नि त हैन। यसरी विशेषता र महत्त्व जोडेर आयो भने यो लङ क्वेसनमा आउने सम्भावना हुन्छ। र कति लेख्ने भन्ने कुरा चाहिँ आफै निर्णय गर्नुले इक्जाममा चाहिँ यस्तो हुन्छ, अब गिभन टाइममा जसले सबभन्दा धेरै लेख्यो त्यही धेरै नम्बर आउने त हो नि हैन। त्यसैले समयलाई ख्याल गरेर जति सकिन्छ लेख्ने आफूले। अब वित्तीय व्यवस्थापनको महत्त्वलाई द्याए उल्लेख गर्न सकिन्छ हैन। अब के छ त महत्त्व भने उपलब्ध रकमको सही उपयोग गर्न मद्दत गर्छ। आवश्यक समयमा आवश्यक रकमको व्यवस्था गर्न सहयोग गर्ने भयो। नगद स्थिति सन्तुलित राख्न मद्दत गर्ने भयो। उत्पादन लागत घटाई नाफा वृद्धि गर्न सहयोग पुर्याउने भयो। शेयरधनीको सम्पत्ति वृद्धि गर्न मद्दत गर्ने भयो। लाभदायक क्षेत्रमा लगानी गर्न सहयोग गर्ने भयो। व्यवसायलाई दीर्घकालसम्म स्थिर र सफल बनाउन मद्दत गर्ने भयो। अनि त्यसपछि आर्थिक जोखिम कम गरी व्यवसायको सुरक्षा गर्न सहयोग गर्ने भयो। अब चाहिँ निष्कर्षमा भनेर यसरी थोरै ट्याक्कै लेखिदिने सरले, अनि हो ठ्याक्कै यहाँसम्म अनुसार सकायो भन्ने हुन्छ नि त हैन। नत्र फेरि उल्टा छ कि भन्छ, यतासम्म भन्ने फेरि छैन भन्छन् नि त सर हैन। त्यही भएर यहाँसम्म छ भनेर ट्याक्कै भनिदिने। अब निष्कर्षमा भने चाहिँ यहीँनिर सकिन्छ भन्ने सरको माइन्ड मेकअप हुन्छ नि त। निष्कर्षमा यसरी वित्तीय व्यवस्थापनले व्यवसायको आर्थिक गतिविधिलाई व्यवस्थित बनाउने, नाफा वृद्धि गर्ने तथा व्यवसायलाई दीर्घकालसम्म सफल र स्थिर बनाउन महत्त्वपूर्ण भूमिका खेल्दछ। त्यसैले आधुनिक व्यवसायमा वित्तीय व्यवस्थापनलाई अन्ततः आवश्यक कार्यको रूपमा लिन्छ भनेर यसरी छोटो निष्कर्ष लेखिदिने है। अनि त्यसै गरी एउटा अर्को प्रश्न छ, यो पनि सोधिसकेको प्रश्न हो। 82 मै आएको थियो यो क्वेसन चाहिँ, क्वेसन नम्बर 11 मा आएको थियो। डिस्क्राइब द कन्सेप्ट एन्ड फङ्सन अफ फाइनेन्सियल म्यानेजमेन्ट भनेको छ। अब कन्सेप्ट अलिकति भनेको के हो भन्ने कुरा लेख्नु पर्यो, र त्यसपछि कार्यहरू चाहिँ के हुन् त भनेर यसरी बुदागत रूपमा लेख्ने। किताबमा त्यसरी दिएको छैन, किताबमा चाहिँ यसरी सेग्रिगेसन गरेर दिएको छ। तर हामीले यसरी लगातार बुदामा के कार्य छन् फाइनेन्सियल म्यानेजमेन्टका भनेर यसरी हामीले लेख्यो भने चेक गर्ने मान्छेलाई अलि एट्र्याक्टिभ हुन्छ नि त, अलि ध्यान खिच्नलाई सहयोग गर्नुभयो। ल यसको एन्सर पनि पढेको छैन। वित्तीय व्यवस्थापन भनेको संस्थाको आर्थिक स्रोतको योजना सङ्कलन उपयोग तथा नियन्त्रण गर्ने प्रक्रिया हो। व्यवसायलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तथा नाफा वृद्धि गर्न वित्तीय व्यवस्थापन आवश्यक मानिन्छ। यसले संस्थाको आर्थिक अवस्था मजबुत बनाउन सहयोग गर्छ। वित्तीय व्यवस्थापनका कार्यहरूलाई बमोजिम उल्लेख गरिएको छ भन्ने। अब सरर कार्य भने संस्थाले आवश्यक पर्ने अल्पकालीन तथा दीर्घकालीन पुँजीको व्यवस्था गर्नु, उपलब्ध रकमले कुन क्षेत्रमा लगानी गर्दा बढी प्रतिफल प्राप्त हुन्छ भन्ने निर्णय गर्नु, आय र खर्चबीच सन्तुलन कायम गरी आर्थिक स्थिरता बनाइराख्नु, दैनिक कारोबार सञ्चालनका लागि आवश्यक नगद रकम उचित व्यवस्था गर्नु, र कमाएको रकम नाफालाई लाभांश वितरण वा पुनः लगानी गर्ने निर्णय गर्नु, आर्थिक जोखिम कम गर्न उचित वित्तीय नीति अपनाउनु, आवश्यक खर्च नियन्त्रण गरी स्रोतको सही उपयोग गर्नु। त्यसै गरी व्यवसायको आर्थिक प्रगति र कार्यक्षमता वृद्धि गर्न सहयोग गर्नु, वित्तीय गतिविधिको नियमित अनुगमन तथा नियन्त्रण गर्नु, संस्थाको दीर्घकालीन विकास र स्थायित्व कायम राख्न सहयोग गर्नु। निष्कर्षमा चाहिँ अब यिनीहरू कार्य भए। अब निष्कर्षमा यसरी वित्तीय व्यवस्थापनले संस्थाको आर्थिक पक्षलाई व्यवस्थित र प्रभावकारी बनाउँदै व्यवसायलाई सफलतातर्फ अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्छ भनेर यसरी छोटो मिठो निष्कर्ष लेखेपछि भइहाल्यो। र अब त्यसै गरी आउँछ वाट आर द डिफरेन्स बिट्विन स्टक प्राइस म्याक्सिमाइजेसन एन्ड प्रॉफिट म्याक्सिमाइजेसन। प्रॉफिट म्याक्सिमाइजेसन र स्टक म्याक्सिमाइजेसनको फरक चाहिँ के हो त भनेर चाहिँ हामी हेरौँ। सुरुमा चाहिँ यसरी दुईटाको परिभाषा लेख्ने हैन भन्नाले अलिकति परिचय लेखिदिने। प्रॉफिट म्याक्सिमाइजेसन भनेको के हो भन्ने कुरा त, किनभने हामी टेबलमा लेख्यो भने परिचय खण्ड नै यति लामो भइहाल्छ नि त, त्यही भएर त्यो परिचय माथि लेख्ने, तल डिफरेन्ट बिट्विन भनेर छोटो सानो भने। प्रॉफिट म्याक्सिमाइजेसन भनेको के हो अघि नै पढिसकेका छौँ हामीले। कम्पनीले आफ्नो नाफालाई सम्भव भएसम्म चाहिँ के उच्च बनाउने उद्देश्य लियो भने त्यो प्रॉफिट म्याक्सिमाइजेसन भयो। र स्टक प्राइस म्याक्सिमाइजेसन भनेको चाहिँ कम्पनीले आफ्नो शेयर होल्डरहरूको बजार मूल्य बढाएर शेयरधनीको सम्पत्तिहरू वृद्धि गर्ने उद्देश्यलाई स्टक
प्राइस म्याक्सिमाइजेसन भनिन्छ। यसले नाफा सँगै जोखिम, समय र मूल्य र दीर्घकालीन विकासलाई पनि ध्यान दिन्छ भनेको चाहिँ यो चाहिँ स्टक प्राइस म्याक्सिमाइजेसनले है। अब चाहिँ के छ भने प्राइस म्याक्सिमाइजेसन र स्टक प्राइस म्याक्सिमाइजेसनको भिन्नतालाई निम्नानुसार तालिकाद्वारा प्रस्तुत गरेको छ भन्ने अनि भिन्नताको आधार ट्यागको बीचमा लेख्ने। हेर्नु त लक्ष्य के हुन्छ त यसको नाफा बढाउने मुख्य उद्देश्य लक्ष्य हुन्छ र चाहिँ यसको के हुन्छ त शेयर धनीहरूको सम्पत्ति वृद्धि गर्नु मुख्य उद्देश्य हुन्छ। अब स्पष्टता के हुन्छ त नाफा अधिकतम पार्ने उद्देश्य भयो भने कुन नाफा चाहिँ सञ्चालन नाफा हो कि अल्पकालीन नाफा हो कि दीर्घकालीन नाफा हो कि भन्ने कुन नाफा हो भन्ने स्पष्ट हुँदैन कि त्यही भएर स्पष्टता हुँदैन। यहाँ चाहिँ शेयरको मूल्य बढाउनु पर्ने उद्देश्य केही जटिल देखिए पनि यो त के त स्पष्ट हुन्छ। र अर्को के छ, अर्को आधार के छ, जोखिम छ। जोखिमलाई कम महत्त्व दिन्छ यसमा है, जोखिमलाई कम महत्त्व दिन्छ केमा चाहिँ प्रॉफिट म्याक्सिमाइजेसनमा। अब चाहिँ जोखिम र प्रतिफल दुवैलाई विचार गर्छ कसले विचार स्टक प्राइस म्याक्सिमाइजेसन है। अब त्यसै गरी अर्को भिन्नताको आधार के छ भने मुद्राको समय सापेक्ष मूल्य भनेको चाहिँ टाइम भ्यालु होइन। टाइम भ्यालु भनेको यो चाहिँ प्रॉफिट म्याक्सिमाइजेसनले टाइम भ्यालुलाई ध्यान दिँदैन, तर स्टक प्राइस म्याक्सिमाइजेसनले चाहिँ टाइम भ्यालुलाई पनि महत्त्व दिन्छ भइहाल्यो। अब चाहिँ उपयुक्तता, यो छोटो अवधिका लागि उपयुक्त हुन्छ र चाहिँ यो चाहिँ स्टक प्राइस म्याक्सिमाइजेसन के हुन्छ त दीर्घकालीन निर्णयका लागि उपयुक्त मानिन्छ। अब प्राथमिकता, यसले निकटको थोरै नाफाभन्दा भविष्यको उच्च नाफालाई प्राथमिकता दिन्छ। कसले त प्रॉफिट म्याक्सिमाइजेसनले। र यसले केलाई प्राथमिकता दिन्छ भने यसले भविष्यमा वा धेरै टाढाको नाफाभन्दा तुरुन्त प्राप्त हुने नाफालाई प्राथमिकता दिन्छ। यो चाहिँ यो यसको भिन्नताको आधार के हो भने गुणात्मक पक्ष है, गुणात्मक पक्ष यो चाहिँ भिन्नताको आधार भयो। अब यसले नाफा अधिकतम गर्ने उद्देश्य र यसै गरी अर्को क्वेसन रहेको छ, हाउ डज वेल्थ म्याक्सिमाइजेसन गोल ओभरकम द ड्रब्याक अफ प्रॉफिट म्याक्सिमाइजेसन गोल भनेको छ। यसमा चाहिँ नाफा अधिकतमकरणका जुन जोखिमहरू छन् हो ती चाहिँ सम्पत्ति अधिकतमकरण अथवा प्रॉफिट म्याक्सिमाइजेसनले चाहिँ कसरी हटाउन सक्छ भनेर चाहिँ प्रश्न सोधेको छ। र यो प्रश्नको उत्तर चाहिँ यस प्रकार रहेको छ, नाफा अधिकतमकरण व्यवसायको परम्परागत उद्देश्य हो, तर यसले समय, मूल्य भनेको टाइम भ्यालु, जोखिम, शेयर धनीको हितलाई पर्याप्त ध्यान दिँदैन। त्यसैले आधुनिक वित्तीय व्यवस्थापनमा सम्पत्ति अधिकतमकरण उद्देश्यलाई बढी उपयुक्त मानिन्छ। अब नाफा अधिकतमकरणका कमजोरीलाई सम्पत्ति अधिकतमकरणले कसरी हटाउँछ त, के तरिकाले हटाउँछ त भने पैसाको समय मूल्यलाई ध्यानमा राख्दछ भनेको टाइम भ्यालु अफ मनीलाई ध्यानमा राख्छ, जोखिम र प्रतिफल बीच सन्तुलन कायम गर्छ, छोटो अवधिको नाफाभन्दा दीर्घकालीन विकासमा जोड दिन्छ, शेयर धनीहरूको सम्पत्ति वृद्धि गर्न प्राथमिकता दिन्छ, प्रॉफिटभन्दा क्याश फ्लोलाई बढी महत्त्व दिन्छ, वित्तीय निर्णयलाई वैज्ञानिक र व्यावहारिक बनाउँछ, लगानीकर्ताको विश्वास वृद्धि गर्छ, व्यवसायको स्थायित्व र निरन्तरतामा ध्यान दिन्छ, अस्पष्ट प्रॉफिट अवधारणालाई स्पष्ट बनाउँछ। यो अघि हामीले फरकमा पनि अलिअलि हेरेका थियौँ। र अब जोखिमयुक्त निर्णयलाई नियन्त्रण गर्न मद्दत गर्छ, भविष्यमा प्राप्त हुने लाभलाई समेत विचार गर्छ। अब निष्कर्षमा यसरी सम्पत्ति अधिकतमकरण उद्देश्यले नाफा अधिकतमकरणका कमजोरी हटाई व्यवसायको दीर्घकालीन विकास, जोखिम नियन्त्रण तथा शेयरधनीको वित्तीय सुनिश्चित गर्दछ। त्यसैले यसलाई आधुनिक वित्तीय व्यवस्थापनको उत्तम उद्देश्य मानिन्छ भनेर यसरी अलिकति निष्कर्ष लेखिदिने। र त्यसै गरी अर्को प्रश्न रहेको छ, व्हाट इज द वेल्थ म्याक्सिमाइजेसन, वाइ सुड अ फार्म कन्सन्ट्रेट प्राइमेरी अन वेल्थ म्याक्सिमाइजेसन इनसाइड अफ प्रॉफिट म्याक्सिमाइजेसन भनेर यो एक्सप्लेन गर्ने एउटा क्वेसन दिएको छ। यो क्वेसनको एन्सर के हुन्छ है, क्वेसन वेल्थ म्याक्सिमाइजेसन भनेको के हो त सुरुमा, वेल्थ म्याक्सिमाइजेसन भनेको त हामीले हेर्नु त बार रिपिट भइरहेछ, कति सजिलो छ। अब वेल्थ म्याक्सिमाइजेसन भनेको के हो त, शेयरधनीको सम्पत्ति अधिकतम बनाउने उद्देश्यलाई जनाउँछ। यस अवधारणामा चाहिँ कम्पनीको नाफा मात्र होइन, शेयर बजारको मूल्य, नगद प्रवाह, जोखिम तथा पैसाको समय मूल्यलाई समेत ध्यानमा राख्दछ। यसको मुख्य उद्देश्य दीर्घकाल रूपमा शेयरधनीहरूको वास्तविक सम्पत्ति वृद्धि गर्नु हो। अब हेर्नु, अब प्रॉफिट म्याक्सिमाइजेसन अनि त्यसपछि वेल्थ म्याक्सिमाइजेसनमा ध्यान दिनुपर्ने कारणहरूलाई उल्लेख गरेको छ। यो त
प्रोफिट म्याक्सिमाइजेसन भन्दा वेल्थ म्याक्सिमाइजेसनमा ध्यान दिनुपर्ने कारणहरूलाई देखाए बमोजिम। वेल्थ किन प्रोफिट म्याक्सिमाइजेसन भन्दा वेल्थ म्याक्सिमाइजेसनलाई किन ध्यान दिने त, किन त्यसलाई चाहिँ प्राथमिकता दिने त भनेर कारणहरू चाहिँ यस प्रकारका रहेका छन्। टाइम भ्यालु अफ मनीलाई ध्यान दिन्छ के त, वेल्थ म्याक्सिमाइजेसनले के गर्छ त, टाइम भ्यालु अफ मनीलाई ध्यान दिन्छ। जोखिम र प्रतिफल बीच सन्तुलन कायम गर्छ। दीर्घकालीन स्थायित्व र विकासमा जोड दिन्छ। शेयरधनीको वास्तविक सम्पत्ति वृद्धि गर्छ। कम्पनीको बजार मूल्य बढाउँछ। क्यास फ्लोलाई प्रॉफिट भन्दा बढी महत्त्व दिन्छ। अब क्यास फ्लोलाई प्रॉफिट भन्दा बढी महत्त्व दिनुभयो। प्रॉफिटलाई बढी महत्त्व दिने चाहिँ के भयो त, प्रॉफिट म्याक्सिमाइजेसन भयो नि त हैन। अनि त्यसपछि यसले चाहिँ के रे वेल्थ म्याक्सिमाइजेसनले चाहिँ क्यास फ्लोलाई बढी महत्त्व दिने भयो। निर्णयलाई व्यावहारिक र वैज्ञानिक बनाउन, लगानीकर्ताको विश्वास बढाउन, व्यवसायको निरन्तर सुनिश्चितता गर्छ। व्यवसायको निरन्तरता सुनिश्चितता गर्ने भयो। प्रोफिट म्याक्सिमाइजेसनको अस्पष्टता हटाउँछ नि। प्रॉफिट त प्रॉफिट के प्रॉफिट सञ्चालन प्रॉफिट अपरेटिङ प्रॉफिट हो कि हैन, अनि के प्रॉफिट हो त्यो भने चाहिँ अस्पष्टता हटाउनको लागि पनि प्रयोग गरिन्छ। निष्कर्षमा यसरी वेल्थ म्याक्सिमाइजेसनले दीर्घकालीन विकास, जोखिम व्यवस्थापन र शेयरधनीहरूको सम्पत्ति वृद्धिमा जोड दिने भएकाले प्रोफिट म्याक्सिमाइजेसन भन्दा बढी उपयुक्त मानिन्छ भनेर यसरी उत्तर टेक्दिने है। र यसैगरी अर्को प्रश्न रहेको छ, विल प्रोफिट म्याक्सिमाइजेसन अलवेज रिजल्ट इन स्टक प्राइस म्याक्सिमाइजेसन भनेर सोधेको छ। यो प्रश्नमा चाहिँ के भनेको छ भने विल प्रोफिट म्याक्सिमाइजेसन अलवेज रिजल्ट इन स्टक प्राइस म्याक्सिमाइजेसन भनेर सोधेको छ। अब यो प्रश्नको उत्तर चाहिँ प्रोफिट म्याक्सिमाइजेसन भन्नाले चाहिँ के हो त, कम्पनीले सकेसम्म नाफा कमाउने उद्देश्य हो कि हैन हो। तर स्टक प्राइस भनेको बजारमा कम्पनीको वास्तविक मूल्य हो हैन, जुन नाफा मात्र होइन, जोखिम, भविष्यको वृद्धि, क्यास फ्लो र लगानीकर्ताको अपेक्षा पनि निर्भर हुन्छ हो कि हैन हो। र अब त्यसैले नाफा बढ्नुले सधैँ शेयर मूल्य पनि बढ्छ भन्ने हुँदैन। अब त्यो नाफा बढ्ने बित्तिकै शेयरको मूल्य बढ्छ भन्ने त हुँदैन नि त हैन। अब यसलाई बुझाएको क्रममा यसरी पनि व्याख्या गर्न सकिन्छ। अब के भन्ने भयो त, प्रोफिट म्याक्सिमाइजेसनले सधैँ स्टक म्याक्सिमाइजेसन हुन्छ त, हुँदैन नि त, त्यही भएर गर्दैन यसले। अनि शेयर मूल्य नाफा मात्र होइन, शेयर मूल्य भनेको त नाफा मात्रै पनि होइन, बजारको धारणामा पनि निर्भर हुन्छ। अब लगानीकर्ताले वर्तमान नाफा मात्र होइन, भविष्यको सम्भावना पनि हेर्छन्। अब लगानीकर्ताले भविष्यमा पनि यो कम्पनी कहाँ पुग्न सक्छ, के हुन सक्छ भनेर हेर्छन् नि त हैन। अब केवल छोटो अवधिको नाफा बनाउँदा दीर्घकालीन मूल्य घट्न सक्छ हो। अब सर्ट टर्म नाफा हेर्ने भने दीर्घकालमा चाहिँ के हुन सक्छ, मूल्य घट्न सक्छ। उच्च नाफा भए पनि जोखिम धेरै भए शेयरको मूल्य घट्न सक्छ। अब नाफा धेरै छ तर जोखिम धेरै छ भने त शेयरको मूल्य घट्न सक्छ नि त, किनभने जोखिमको आधारमा पनि त नाफाको के अरे शेयरको मूल्य निर्धारण हुन्छ हो। त्यही भएर अब अकाउन्टिङ प्रोफिटले टाइम भ्यालु अफ मनीलाई ध्यान दिँदैन, तर शेयर मूल्यले फेरि दिने भयो। अब चाहिँ कहिलेकाहीँ नाफा कृत्रिम तरिकाले बनाउँदा लगानीकर्ताको विश्वास घट्न सक्छ। कृत्रिम नाफा हुन्छ नि, कृत्रिम नाफा भयो भने त लगानीकर्ताको विश्वास त घटिहाल्छ नि। अब कम्पनीको डिभिडेन्ड नीति र क्यास फ्लोले पनि शेयर मूल्यलाई प्रभाव पार्ने भयो। बजार अवस्थाले पनि शेयर मूल्यलाई निर्धारण गर्ने भयो गर्छ, त्यसैले पनि हुने भयो। अब अनि त्यसैले चाहिँ वेल्थ म्याक्सिमाइजेसन शेयर मूल्यभन्दा बढी सम्बन्धित हुने भयो हैन। अब निष्कर्षमा यसरी प्रोफिट म्याक्सिमाइजेसनले सधैँ स्टक म्याक्सिमाइजेसन गराउँछ भन्न सकिँदैन। शेयर मूल्य धेरै पक्षहरूमा निर्भर हुने भएकाले केवल नाफा पर्याप्त हुँदैन। त्यसैले वेल्थ म्याक्सिमाइजेसनलाई आधुनिक वित्तीय व्यवस्थापनको उत्तम उद्देश्य मानिन्छ। अब अर्को क्वेसन हेरौँ। यो क्वेसन भयो। अर्को क्वेसन हेरौँ। एक्सप्लेन द प्राइमेरी रेस्पोन्सिबिलिटी अफ अ कर्पोरेट फाइनेन्सियल म्यानेजर भनेको त अब फाइनेन्सियल म्यानेजरका रेस्पोन्सिबिलिटीहरू के हुन्छन् भनेर हामी है। चलो ठिक छ। कर्पोरेट फाइनेन्सियल म्यानेजर कम्पनीको वित्तीय स्रोतको योजना, व्यवस्थापन र नियन्त्रण गर्ने प्रमुख व्यक्ति हो। यसको मुख्य उद्देश्य कम्पनीको वित्तीय स्थायित्व कायम गर्दै शेयरधनीहरूको सम्पत्ति अधिकतम बनाउनु हो। कर्पोरेट फाइनेन्सियल म्यानेजरका मुख्य कर्तव्यहरूलाई ध्यान मूल्य गर्न सकिन्छ भने अब यसरी मजाले यसरी कामहरू के हुन् त, रेस्पोन्सिबिलिटीहरू के हुन् त भनेर सर बुझाएको क्रममा हामी यसरी भन्छौँ। अब कम्पनीको भविष्यको लागि आवश्यक पर्ने रकम
कति चाहिन्छ र कहाँ प्रयोग गर्ने भन्ने योजना बनाउने, कम्पनीका लागि आवश्यक रकम इक्विटी, लोन तथा डिबेन्चर आदि स्रोतबाट जुटाउने, उपलब्ध पुँजीलाई कहाँ र कसरी लगानी गर्दा बढी नाफा र कम जोखिम हुन्छ भन्ने कुरा निर्णय लिने। अब त्यसै गरी दैनिक कार्य सञ्चालनका लागि आवश्यक नगद, स्टक, रिसिभेबल आदि व्यवस्थापन गर्ने, नाफाको कति भाग डिभिडेन्ड दिने र कति भाग पुनः लगानी गर्ने भन्ने निर्णय लिने। अब खर्च नियन्त्रण बजेट पालना र वित्तीय कार्यहरूले निगरानी गर्ने, वित्तीय जोखिम पहिचान गरी त्यसलाई कम गर्ने उपाय अपनाउने। अब कम्पनीको आर्थिक अवस्था सम्बन्धी रिपोर्ट तयार गर्ने र व्यवस्थापनलाई जानकारी दिने। अब डेब्ट र इक्विटीको उचित अनुपात तय गर्ने। अब निष्कर्ष यसरी कर्पोरेट फाइनेन्सियल म्यानेजरले कम्पनीको पुँजी व्यवस्थापन, लगानी निर्णय, जोखिम नियन्त्रण र नाफा वृद्धि जस्ता महत्त्वपूर्ण कार्यहरू गरी संस्थाको वित्तीय स्थायित्व र विकास सुनिश्चित गर्छ भनेर यसरी लेख्यो भने त भइहाल्यो हैन। अब क्वेसनहरू यही सेरोफेरोमा आउँछन् है साथीहरू। ल अब हेरौँ, वाट इज द प्रॉफिट मैक्सिमाइजेसन। हेर्नु त प्रॉफिट मैक्सिमाइजेसन, वेल्थ मैक्सिमाइजेसन भनेको त यही रहेछ कि यहाँ पास्ट क्वेसनहरू पनि सबै क्वेसनहरू इक्जाममा आएका क्वेसनहरू न है मैले सल्भ गरेका सबै। र प्रॉफिट मैक्सिमाइजेसन भन्नाले कम्पनीको कति भन्नु झ्याउ लागिसक्यो होला तपाईहरुलाई है। र प्रॉफिट मैक्सिमाइजेसन भन्नाले के हो त, खर्च घटाएर आम्दानी बढाएर सकेसम्म नाफा बढी कमाउने उद्देश्यले के हो त प्रॉफिट मैक्सिमाइजेसन। यसमा मुख्य ध्यान लेखा नाफा बढाउनेमा हुन्छ र प्राय अल्पकालीन नतिजामा केन्द्रित हुन्छ। यसले जोखिम, पैसाको समय मूल्य र दीर्घकालीन प्रभावलाई धेरै ध्यान दिँदैन। अघि नै फेरि 5-6 चोटि भनिसकेको कुरा र चाहिँ वेल्थ मैक्सिमाइजेसन प्रॉफिट मैक्सिमाइजेसन भन्दा श्रेष्ठ मानिनुको कारणहरू के हुन् त भनेर चाहिँ यहाँ कारणहरू लेखा हुन्छन्। प्रॉफिट मैक्सिमाइजेसन भन्दा वेल्थ मैक्सिमाइजेसन श्रेष्ठ मानिन्छ नि त। अब कारणहरू के रहेछन् भन्दाखेरि चाहिँ वेल्थ मैक्सिमाइजेसनले पैसाको समय मूल्यलाई विचार गर्छ तर प्रॉफिट मैक्सिमाइजेसनले गर्दैन हैन। अनि त्यसपछि वेल्थ मैक्सिमाइजेसनले जोखिमको प्रतिफल र नाफालाई दुवैले ध्यान दिने हैन छुट्या रहेछ, ध्यान राख्दछ। जबकि प्रॉफिट मैक्सिमाइजेसनले जोखिमलाई व्यवस्था गर्छ हैन, प्रॉफिटलाई मात्रै ध्यान दिन्छ। अनि वेल्थ मैक्सिमाइजेसन दीर्घकालीन विकासमा जोड दिन्छ तर प्रॉफिट मैक्सिमाइजेसनले छोटो अवधिमा केन्द्रित हुन्छ। अब हेर्नु है वेल्थ मैक्सिमाइजेसनले सेयरधनीहरूको वास्तविक सम्पत्ति बढाउँछ हैन। अनि स्टक मार्केट भ्यालुलाई ध्यान दिन्छ हैन कसले, वेल्थ मैक्सिमाइजेसनले। अब केवल अकाउन्टिङ प्रॉफिट होइन वास्तविक नगद प्रवाहलाई आधार मान्छ कसले मान्छ, वेल्थ मैक्सिमाइजेसनले मान्छ है। अनि त्यसपछि वित्तीय निर्णयलाई बढी यथार्थपरक र व्यावहारिक बनाउँछ। लगानीकर्ताको विश्वास बढेर कम्पनीको मूल्य बढ्छ। अब बिजनेस स्टेबिलिटी होइन, स्टेबिलिटी सुनिश्चित गर्ने भयो है, सस्टेनेबिलिटी होइन सुनिश्चित गर्ने भयो। अनि त्यसपछि निष्कर्षमा चाहिँ अलिकति के लेख्नु पर्यो त, यसरी वेल्थ मैक्सिमाइजेसनले जोखिम, समय मूल्य, क्याश फ्लो र दीर्घकालीन विकासलाई ध्यानमा राख्ने भएकाले प्रॉफिट मैक्सिमाइजेसन भन्दा श्रेष्ठ मानिन्छ। त्यसैले आधुनिक वित्तीय व्यवस्थापनमा वेल्थ मैक्सिमाइजेसनलाई मुख्य उद्देश्यको रूपमा अपनाइन्छ भनेर। अब अर्को प्रश्न, यो वेल्थ मैक्सिमाइजेसन र प्रॉफिट मैक्सिमाइजेसनको वरिपरि घुमेर प्रश्न आउँदो रहेछ साथीहरू। ल है यति बुझ्नु भयो भने त यहाँभन्दा बाहिर आउँदैन जस्तो लाग्छ, आउँदैन है। यही छ त अब च्याप्टरमा यही छ, यहाँभन्दा बाहिर त कसरी आउला हैन। र अर्को क्वेसन रहेको छ, इज प्रॉफिट मैक्सिमाइजेसन एन्ड अप्रोप्रिएट गोल अफ फाइनेन्शियल म्यानेजर्स एक्सप्लेन भनेर प्रश्न छ। ल यसको उत्तर हेरिहालौँ फटाफट। प्रॉफिट मैक्सिमाइजेसन भन्नाले फेरि हेर्नु त, हे भगवान, नाफा कमाउने उद्देश्यलाई जनाउँछ। वित्तीय व्यवस्थापकको मूल्य कम वित्तीय हेर्नु है, वित्तीय व्यवस्थापकको यतिचोटि भनिसकेँ नि, यो मै झुकिसकेँ कि। अनि हेर्नु यहाँ के छ, वित्तीय व्यवस्थापकको मुख्य काम वित्तीय निर्णय लिनु हो। तर आधुनिक वित्तीय व्यवस्थापनमा यो लक्ष्य उपयुक्त हो कि होइन भन्ने प्रश्न उठ्छ। त्यसैले प्रॉफिट मैक्सिमाइजेसन आधुनिक वित्तीय व्यवस्थापनमा
उपयुक्त मानिँदैन त्यसका अन्य कारणहरूले दिए भने चाहिँ बुँदागत रूपमा उल्लेख गर्न सकिन्छ। अब चाहिँ प्रॉफिट म्याक्सिमाइजेसनलाई चाहिँ उपयुक्त निर्णय व्यवस्थापकको उपयुक्त निर्णय मान्न सकिन्छ कि सकिँदैन भनेर प्रश्नले सोधेपछि अब मान्न अब प्रॉफिट म्याक्सिमाइजेसनलाई मान्न सकिँदैन। किन सकिँदैन भन्दाखेरि हामीले यत्रो बेर त सायद भनिसक्यौँ नि, होइन? प्रॉफिट म्याक्सिमाइजेसन भन्दा वेल्थ म्याक्सिमाइजेसन श्रेष्ठ मानिन्छ भनेर यत्रो बढी भनिसक्यौँ, होइन? अब किन मानिन्छ त? के कारणहरू छन् त? हेर्नु त, यसले अल्पकालीन नाफालाई मात्र ध्यान दिन्छ भने दीर्घकालीन स्थायित्वले व्यवस्था गर्छ। कसले गर्छ त? प्रॉफिट म्याक्सिमाइजेसनले, होइन? अनि त्यस्तै अब हेरौँ, अब यसले टाइम भ्यालु अफ मनीलाई ध्यान दिँदैन। अब यसले जोखिमलाई ध्यान दिँदैन, त्यसैले चाहिँ गलत निर्णय हुनसक्छ। यसले कम्पनीको वास्तविक बजार मूल्यलाई प्रतिनिधित्व गर्दैन। नाफा कमाउन अनैतिक तरिका अपनाउने सम्भावना हुन्छ। यसले क्यास फ्लोलाई भन्दा लेखालाई मात्र ध्यान दिन्छ। अब यसले सेयर धनीको सम्पत्ति बढाउने लक्ष्य पूरा गर्दैन। अब कम्पनी दीर्घकालीन विकास र स्थायित्व सुनिश्चित गर्दैन। अब निष्कर्षमा के छ त भन्दाखेरि निष्कर्ष लेख्ने। अब निष्कर्ष हेरौँ, यसरी प्रॉफिट म्याक्सिमाइजेसन वित्तीय व्यवस्थापकको उपयुक्त लक्ष्य होइन, किनकि यसले जोखिम, समय मूल्य, नगद प्रवाह र दीर्घकालीन विकासलाई ध्यान दिँदैन। त्यसैले चाहिँ के त वेल्थ म्याक्सिमाइजेसनलाई उपयुक्त लक्ष्य मानिन्छ। त्यो के भन्नु पऱ्यो त? उपयुक्त लक्ष्य भनेको चाहिँ वेल्थ म्याक्सिमाइजेसन हो, न कि प्रॉफिट म्याक्सिमाइजेसन। र चाहिँ यही क्वेसनहरूको सेरोफेरो भएर हामीले प्रश्न सोध्ने गर्दछ। साथीहरूले यति तयारी गर्नुभयो भने पनि तपाईँहरूले नोट चाहिन्छ भने मलाई मेसेज गर्नु होला, म नोट पनि पठाइदिन्छु। वाट्सएपमा मेसेज गर्नु होला, नम्बर मैले स्क्रिनमा छोडिदिन्छु। तपाईँलाई यो नोट चाहिन्छ भने यो नोटको पनि फोटो खिचेर टक्क पठाइदिन्छु, है? अनि र अब चाहिँ यसको थ्योरी हिसाब त अब थ्योरिटिकल च्याप्टर त 2टा मात्रै छन्। अब अरू न्युमेरिकल च्याप्टरहरूको पनि भिडियो आउँदैछन्। च्यानललाई सब्सक्राइब गरिराख्नु होला। फेसबुक पेजमा हेर्दै हुनुहुन्छ भने फलो गरिराख्नु होला। यसरी मजाकमा पनि पढ्ने। यसरी अब यो त अहिले थ्योरी भयो, यस्तो सुनिराख्दाखेरि पनि भइहाल्छ, होइन? अब भोलिबाट चाहिँ न्युमेरिकल पढ्ने बेला चाहिँ अनि खाजा खाएर पोलिटी कसेर, है, साथीहरू तयारी हुने। अब यसरी पढ्यो भने कौन रोकेगा।